अब यत्रो मेहनत गरेर विनोद कुँवरजी लगायत एक्स्ट्रा टेक टिमले जसरी अब नेपालमा पहिलोचोटि निजी लगानीबाट फ्लड लाइटहरू स्ट्याब्लिस गर्नु भएको छ, गएर एक्चुअली हेरिदिनु भन्नुभएको थियो। अब अहिले हामी सबैलाई थाहा छ प्रधानमन्त्री राष्ट्रिय प्रतियोगिता लुम्बिनी प्रदेशमै हुँदैछ, यही ग्राउन्डमा पनि हामी खेलिरहेका छौँ। सो अब यो फ्लड लाइटमा पहिलोचोटि नै होला भनौँ न हामी क्रिकेट ग्राउन्डमा चाहिँ होइन अब उभिएको हो। म आफू पनि फर्स्ट टाइम 2014मा विश्वकप खेलेका थियौँ। त्यो विश्वकप खेल्नुभन्दा लगभग एक हप्ता अगाडि जस्तो हामी दुबई गएर प्र्याक्टिस गरेका थियौँ। त्यो प्र्याक्टिस गरेर सिधै वर्ल्ड कपमा गएर फ्लड लाइटमा खेलेको अवस्थाबाट आज आफ्नै देशमा होइन जसरी उहाँले प्रयास गर्नुभएको छ यसलाई बुझ्न हेर्नको लागि आएछ। अब यो धेरै सोध्नु यो लाइट ठिक छ या छैन होइन भनेर दाइले पनि बुझ्दै भन्नुभएको थियो। अब यसमा चाहिँ स्पेसली अब यो हामीले एउटा अनुमान लाउने एउटा आधारहरू हुन सक्छन् होइन। यो अब पोल खडा भएको छ, 5वटा पोलहरू छन्, 5वटा पोलमा अब कस्तो खालको लाइटहरू युज भएको छन्, यो हाइट डिस्टेन्स सबै चाहिँ एउटा साइन्स छ नि त। यो साइन्सलाई चाहिँ आइडेन्टिफाई गरेर यो सबै डिटेल्सहरू लिएर हामी मेबी इन्टरनेसनल ग्राउन्डहरूको जुन भनौँ न बोर्डहरूसँग कन्सल्ट गरेर कोसिस गर्नेछौँ कि यो लाइट पर्याप्त छ कि छैन होइन। अहिले यसो हेऱ्यो भने प्र्याक्टिसहरू गर्न मिल्ने होइन, म्याचहरू खेल्न मिल्ने छ, बट समटाइम्स त्यो इन्टरनेसनल रेगुलेसन्स के छ भन्ने कुरा चाहिँ नेपालमा अहिलेसम्म फ्लड लाइट नभएको भएर मलाई पनि एक्ज्याक्ट आइडिया चाहिँ छैन। त्यो अनुसार त्यो लिगल छ कि छैन, खेल्न मिल्छ कि मिल्दैन भनेर हामी बुझ्न सक्छौँ होला। 100% चाहिँ एउटा टाइममा गएर त हामी प्लेयर्सहरू म्याच खेल्ने नै छौँ होइन। अहिले अब नेपालको अन्डर 19 विश्वकप क्वालिफायर पनि आयोजना हुन गइरहेको हुँदाखेरि सो मेबी क्याम्प यतै लाउनु पर्ने हो कि होइन। अब नयाँ प्रशिक्षक पनि हामी अब फाइनल गर्ने स्टेजमा छौँ। त्यसैले अब प्लेयर्सहरू यहाँ भइराख्दा खेल्ने या पछि खेल्ने कुरामा इट्स जस्ट अ म्याटर अफ टाइम। चाँडै नै अब यही लाइट्समा हाम्रो प्लेयर्सहरू डेफिनेटली खेल्नेछन्।